यस्तै हो, हल्ला भइहाल्छ। ब्लेन्ड यता पनि ब्लेन्ड गर्छु। अब चाहिँ आइब्रोमा चाहिँ म यो सकेको मस्कारा नै युज गर्छु, किनकि यसले राम्रो सेप दिन्छ र भरलाई पनि राम्रो देख्छ क्या। एकदम सकेको मस्कारा युज गरिदिन्छु मैले आइब्रोमा। त्यस्तो म आइब्रो चाहिँ युज गर्दैन, मतलब आइब्रो चाहिँ त्यसरी बनाउँदैन, जस्ट यस्तो सकेको मस्काराहरूले यसरी। सो अब चाहिँ मस्कारामा चाहिँ म एउटा स्विच ब्युटीको यो मस्कारा अनि अर्को चाहिँ ओजीको मस्कारा, दुईवटा मस्कारा युज गर्दैछु। फेन चलिरहेको छ ब्याकग्राउन्डमा चाहिँ, त्यही भएर यस्तो फेनको साउन्ड आउन सक्छ। अब चाहिँ ओजीको म लगाउँदैछु मस्कारा, किनभने मेरो यो आँखा तलतिर एकदम धेरै मस्कारा बग्छ क्या, बगेर तल लाग्छ। अनि त्यही भएर चाहिँ मलाई वाटरप्रुफ मस्कारा पछिबाट चाहिँ एड गर्न मनपर्छ। सो मैले चाहिँ मस्कारा लगाएर आइसकेँ। यस्तो माथि लागेको छ। यसलाई चाहिँ पछि सुकेपछि चाहिँ क्लिन गर्न मिल्छ। म चाहिँ तल मस्कारा लाउँदैन, किनभने मेरो बहुत पसिना आउँछ र अनि बगिहाल्छ। म लिप लाइनरमा चाहिँ यो स्विच ब्युटीको लिप लाइनर युज गर्दैछु। सकिन आँटिसक्यो। मेरो लिप्स चाहिँ एकदमै डार्क छ। अनि लिपस्टिकमा चाहिँ म युज गर्दैछु नन ट्रान्सफर म्याट लिपस्टिक। यो लिपस्टिक चाहिँ मैले अरुणा मेलकुना सपबाट मगाएको थिएँ, हाम्रो सोल्टिनाको सपबाट। एकदम राम्रो छ। म चाहिँ खासै लिपस्टिक लगाउन जान्दिनँ। यस्तोमा तल मेरो चाहिँ यस्तोमा मिल्दैन, त्यो चाहिँ क्लिन गर्नुपर्छ। सो म क्लिन गर्छु। सो मेरो चाहिँ स्किन केयर अनि मेकअप चाहिँ सकिसकेको छ। कस्तो देखेछ? सो गाइज हाम्रो आउटफिट यस्तो छ। अब चाहिँ हामी जान लागेको। बाई बाई गाइज, हाम्रो बाइकको पेट्रोल सक्यो। ठ्याक्कै हाम्रो त्यो घरबाट ठ्याक्कै यति माथि यतिको डिस्टेन्समा हाम्रो पेट्रोल सकेछ। हामीले चाहिँ साथीसँग पेट्रोल मगाएको छौँ। अब आउँदैछ पेट्रोल अनि त्यसपछि हामी जान्छौँ। गाइज हाम्रो साथी आइसक्यो पेट्रोल लिएर हिरो पारामा। ए मेरो बाबा। गाइज पेट्रोल आयो है हाम्रो। फाइनल्ली पेट्रोल आइसकेको अवस्था छ। थ्याङ्क यू सो मच।